हेलो साथीहरू, अब म खाना बनाउन लागेको। तपाईँको आज धेरै पानी परेर मैले आज खाना ढिलो बनाएको छु। पूजा गरेर अन्त अब नास्ता ब्रेकफास्ट गरेर अब खाना बनाउनु आँटेको। मेरो हस्बेन्डले ट्युसन घरमा पढाउन आँटेको छ। सो आजदेखिको फर्स्ट ओपनिङ हुन्छ। स्टुडेन्ट आजदेखि आउनु थालेको छ। फर्स्ट ओपनिङ। यहाँ हाम्रो घर हो, यहाँ हाम्रो घर छ। अन्त हाम्रो यहाँ पुरा जङ्गल छ, यता पुरा जङ्गलै जङ्गल छ, पुरा जङ्गल छ गाइस। आज बिहानदेखिको पानी परेर त्यही भएर हामीले आज केही काम पनि गर्नु पाएन। सो अब चाहिँ पानी अलिक रहेको छ, घाम पनि लागेको छैन, घामहरू केही लागेको छैन। र तपाईँलाई मेरो घर देखाइदिन्छु। यो हाम्रो कुकुर बसिरहेको छ, त्यसमा यसलाई बिमार भएको छ कुकुरलाई। यो हाम्रो चाहिँ घर हो, यो हाम्रो कुकुर यस्तो भएको छ। हाम्रो यता गाई साँपहरू आइबस्छ हो, साँपहरू आइबस्छ यता गाई। अनि हाम्रो यता चराहरू कराएको थाहा पाएको, चराहरू बेसी कराउँदैछ भने चाहिँ साँप आयो भनेर सोच्नुपर्छ। र अहिले चराहरू त कराउँदैछ, हेरौँ साँप आएको छ कि छैन। यो चाहिँ हाम्रो पछाडिपट्टिको पोर्सन हो। पुरा जङ्गल छ हाम्रो पछाडि, यता जङ्गलै जङ्गल छ। अन्त हाम्रो यता साँपहरू आइबस्छ क्या, चराहरू कराउँदैछ यता त। हाम्रो ऊबाट उहाँ चाहिँ हाम्रो नर्सरीहरू छ, नर्सरी छ। यता अम्बकको गाछहरू लगाएको छ। अहिले त फिलहाल भएको छैन, ठुल्ठुलोवाला अम्बक हुन्छ हाम्रो यता। अहिले त पानी रहेर अलिक घाम लागिरहेछ गाइस, घाम लागिरहेछ। अब हाम्रो घर त त्यति छैन गाइस। हेर्नुहोस्, मैले भर्खरै पूजाहरू गरिसकेँ। पूजाहरू गरिसकेर अब फिलहाल अब खानाहरू बनाउनु पर्छ। अब खाना बनाउनु लागेको हो। आज हाम्रो मङ्गलबार निरामिष हुन्छ, मङ्गलबार हामीले निरामिष बाँड्छ। र आज मैले बनाउनु आँटेको छु ररीको दाल र हेरौँ मिक्स सब्जीमा के बनाउँछु होला। र अहिले चाहिँ चिया उब्रेको थियो, अन्त चिया खाँदैछु। अब प्याजहरू काट्छु हो, प्याज काट्छु। प्याज काटेर चाहिँ अन्त मसलाहरू, दालको लागि मसला रेडी गर्छु। हाम्रो त किचन यस्तो छ गाइस, किचन यो हाम्रो किचन हो, माथि यस्तो छ। यहाँ हाम्रो किचन हो, बनाउनु टाइम लाग्छ।